हेलो साथीहरू, आउनुहोस् हामी नयाँ कुरा सिकौँ। भिडियो स्किप नगरिकन हेर्नुहोस् ल। यो चाहिँ दही र पालकको कडी हो। यो चाहिँ मेरो लागि नयाँ चिज हो कि मैले पनि यो टिकटकबाटै सिकेको। अनि त्यही भएर हामीले चाहिँ टिकटकको कति भिडियोहरू चाहिँ स्कोर नगरिकन हेर्नुपर्ने हुँदो रहेछ कि नयाँ कुरा सिक्नको लागि। हामी सबैसँग नयाँ नयाँ आइडियाहरू हुन्छ नि त। त्यही भएर मलाई चाहिँ एकदमै भोक लागिरहेको थियो, त्यही बेला यो भिडियो देखेँ कि। अनि यस्तो मिठो हुँदो रहेछ यो पालक र दहीको कडी। मलाई चाहिँ यस्तो मन पर्यो है। मैले चाहिँ सामान अगाडि नै रेडी गरेर अनि बनाएँ कि। अनि यस्तो मिठो। तपाईँहरू पनि नयाँ नयाँ रेसिपी त्यस्तो केही छ भने यसरी नै भिडियो बनाएर हाल्नुहोस् है। कसैले नयाँ कुरा सिक्छ नि त। जस्तो कि मैले कसैको भिडियोबाट यसरी सिकेँ भने अरूहरूले पनि त सिक्छ नि त यसरी नै। अनि यस्तो मिठो, मैले नयाँ फर्स्ट टाइमै बनाएको, बनाउन पनि इजी है, मिठो पनि त्यत्तिकै। हामी चाहिँ सबजनालाई मन पऱ्यो कि। म त फेरि पनि